डेन्जर डाँडाबाट झर्दैछौँ पहिला चाहिँ बहिनी झर्छ अनि म झर्छु अझै चटपटे त खानु बाँकी छ नि चटपटे हामी 3 जना थियौँ होइन अहिले चाहिँ हामी 4 जना भएको छौँ हेर्न सक्नुहुन्छ नल्लुले यस्तो चिया खाँदैन मेरो नल्लुले यसपालि वर्ल्ड कप जितेर छोड्छ होइन त गाइजहरू तो चलिए शुरू करते हैं हेलो एन्ड नमस्ते साथीहरू तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा र आज कति दिनपछि मैले यो भ्लग हाल्न गइरहेको छु तपाईले हाइलाइटमा देख्नुभयो होला आजको रमाइलो जस्ट मेरो फुल भिडियो हेरिदिनु होला थ्यांक यू अनि गाइस मसँग चाहिँ उहाँ बहिनी हुनुहुन्छ अनि एउटा उहाँ हुनुहुन्छ र अनि म पनि छु साथीहरू अनि यहाँको नजिरा चाहिँ यस्तो छ है गाइसहरु यस्तो अनि हामी चाहिँ माथि डाँडा घुम्न जाँदैछौँ साथीहरू अनि त्यही भएर हामी वाक गर्दैछौँ अहिले वाक उकालो चढ्दैछौँ अनि यहाँ कस्तो राम्रो ठाउँ घुम्न आएको अनि हेर्न देख्न सक्नुहुन्छ हरियाली गाइज हामी फाइनली यहाँ माथि डाँडामा आइपुग्यो खास गरी हामी सनसेट होइन बेलुकाको सनसेट हेर्ने भनेर आएको तर सनसेट चाहिँ गइसक्यो होइन टाइम ढिलो भएर के गर्नु बिजी हुन्छु धेरै लाइफमा सो त्यही भएर म भ्याउँदिनँ होइन गाइज अनि उहाँहरू चाहिँ थाकिसक्नुभयो उहाँ पनि बस्न थाल्नुभयो अनि यहाँदेखि तपाईहरुले हेर्न सक्नुहुन्छ एकदम खतरा हरियाली अनि गाइस आज म कस्तो देखेको छु प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु होला राम्रै त म सधैँ त्यही पनि अनि गाइस मैले चाहिँ कपालमा यस्तो लाग्छु कस्तो देखेको छु कमेन्ट बक्समा कमेन्ट गर्नु होला मेरो भ्लग सर्ट छ त्यही पनि माया गर्नु होला तर यतिमै सकिँदैन अझै चटपटे त खानु बाँकी छ नि चटपटे खाएर मात्रै भ्लग गर्छौँ अनि यहाँ भाइले चाहिँ डेक लिएर आएको रहेछ अघि म नाचेको त्यो क्लिप भिडियो गर्न बिर्सिसक्यो अनि त्यही भएर अब अरू बेला है देखाउँला है अहिले बाई हामी डेन्जर डाँडाबाट झर्दैछौँ पहिला चाहिँ बहिनी झर्छ अनि म झर्छु हामी 3 जना थियौँ होइन अहिले चाहिँ हामी 4 जना भएको छौँ हेर्न सक्नुहुन्छ अनि हामी यहाँ चिया खान आएको यो चिया खाने ठाउँको नाम के हो चिया बारमा आएको छौँ हेर्नु गाइस यस्तो राम्रो आउटलेट छ तपाईहरुले देख्न सक्नुहुन्छ म भिडियो बनाएर देखाउँछु अनि गाइज हामी चाहिँ गाइज त्यही हो हामी लेमन टी खाँदैछौँ ल कस्तो छ त स्वाद भनिदिनु यहाँ एउटा नवीन सर केही बोलिदिनु कि मेरो भ्लगमा केही बोलिदिनु भाइरल भयो भने तपाईँले देखिहाल्छ नि आई लभ यु गाइज ल आई लभ यु पाइसक्नुभयो ल अब तपाईँहरू नि आई लभ यु टु भनिदिनु होला कमेन्टमा म नि खाएर भन्छु कस्तो छ चिया गाइज कस्तो ठिक्क कमिलो ठिक्क गुलियो चट्ट परेको चिया छ तपाईहरु पनि आउनु होला चिया बारमा यो चाहिँ टाउकेल है आउटलेट चाहिँ ललितपुर 13 ओ ल भयो नि सबै लोकेसन पायो ल अब खाएपछि भेट्छौँ
गाइज अब यस्तै भयो रमाइलो तपाईँले हेरिहाल्नु भयो अनि यति भन्दै अब चाहिँ हामी घर जानुपर्ने हुन्छ धेरै रात परिसक्यो सो भ्लग सक्यो बाई बाई